हेलो एभ्रिवान, गुड मर्निङ, वेलकम टु माई अनदर ब्लग। अनि आज चाहिँ हामी फेरि यहाँदेखि गङ्गा रिभर जाँदैछु। अनि हिजो चाहिँ हाम्रो माथिको आनीहरू सबै आनीहरूलाई यता सारनाथको स्तूपहरू सबै घुमायो। आज चाहिँ फेरि उहाँहरू सबै गङ्गा रिभर जाने रे, त्यसैले अब हामी जाँदैछु। कहाँसम्म लागेको छ दादाजी? खोलिए। होली देते हैं 5 बजे हम। हाँ, तालसा खोल्दैछ, ताजा लागेछ राति। अहिले अटोहरू सबै हामी 5 बजी बोलाएको थियो बिहानको। उनीहरू पनि सबै थ्याङ्क यू अझै। अटोहरू सबै 5 बजी बोलाएको थियो। अनि यहाँबाट अब बिहानको सनराइज हेर्न जाने भनेर सबै भन्दै थियो। हाँ, हेलो हेलो, आ रही है। हेलो, गुड मॉर्निंग। गुड मॉर्निंग। हाँ भी है। हाँ, बाकी गाड़ी तो म्यूजियम खड़ा है। हाँ, ओके, चलिए। अहिले हामी चाहिँ यता गुम्बामा आइपुग्यो होइन। त्यही अटोहरू 8वटा छ। न दोस्तों वहाँ दिसो, चलो भैया, भाई साहब। चलिए अपने गाड़ी में बैठिए। कहाँ जाने? हामी उता गङ्गामा गङ्गामा अलि भन्नुभयो। अहिले त देख्दैन है, राटोमा छ। यहीँ सनराइज हुन लागिसक्यो। अब बिहानै भइसक्यो। यहीँ अटोहरू धेरै छ। सनराइज चाहिँ यतै हुन लाग्यो। अब त गङ्गामा बस यहाँ से खुलेगा तो 5 मिनट। Mindu lima. Kan itu nih apa deh? Kita siapa dah kita di nongol. अब चाहिँ हामी यता टाइमिङमा आइपुग्यो। यता गङ्गा नदी सबै आनेहरू यता हुनुहुन्छ। उहाँहरू पनि सनराइजिङ हेर्ने चाहिँ फर्स्ट टाइम हुन्छ होइन।
हेलो गाइस, अनि अब हामी सबैजना यता गङ्गा नदीको दर्शन गङ्गा नदीमा आएर अब यता यहाँको बालुवा ठाउँमा पनि आएर अब चाहिँ यहाँको बिहानको घाम उदाएको त्यसको पनि एउटा एक्सपिरियन्स भयो है, एकदमै रमाइलो भयो। अनि हाम्रो यहाँ चाहिँ आनीहरू यस्तै 41-42 जना आनीहरू हुनुहुन्छ, हाम्रो गुम्बाको आनी हो। अनि कस्तो भयो गङ्गा नदी? रमाइलो भयो? कस्तो भयो? रमाइलो भयो? हजुर, एकदम रमाइलो रमाइलो भयो है। कस्तो भयो? रमाइलो भयो? ल ल ल अब वर्ष पनि आउनुपर्छ फेरि है। रमाइलो भयो? आउनु बिजी छ है। लो 50-50 लगा दिया, 50-50। नहीं भैया, सब स्टूडेंट है ना, 50-50 मत लगाओ, रखो अंदर। ये 100 के यहाँ 50 लगा। अब चाहिँ हामी यताबाट फर्किँदैछौँ। अब फर्किँदैछौँ है हामीहरू। गंगा मैया की, गंगा मैया की, गंगा मैया की, गंगा मैया की। अब चाहिँ हामी यतादेखि फर्किँदैछौँ वाराणसी गङ्गा रिभरदेखि। अनि धेरै नै रमाइलो भयो। अनि हाम्रो यहाँको सानो आनीहरूले पनि, आनी बहिनीहरूले पनि सोधेछु, अनि कस्तो भयो तपाईँहरूले? रमाइलो भयो हो। ए ल
उहाँहरूलाई पनि एकदम रमाइलो भएछ, मलाई पनि रमाइलो भयो। अनि अब फर्किँदैछु। अब आजको भिडियोको समाप्ति यही हुन्छ। अनि फेरि अर्को ब्लग हेर्न नबिर्सिनु होला है त।